पृथ्वीनारायण शाहले त्यो युद्ध हारेको भए के हुन्थ्यो? के हामी आज एउटै देशमा हुन्थ्यौं कि नेपाल भन्ने नाम किताबमा मात्र सीमित रहन्थ्यो? आजको भिडियोमा हामी सोध्छौं, व्हाट इफ पृथ्वीनारायण शाह फेल्ड टु युनिफाई नेपाल? करिब 1736 तिरको समय हिमालको बीचमा थुप्रै साना साना राज्य थिए। हरेक ठाउँमा छुट्टै राजा, छुट्टै सेना, आफ्नो आफ्नै स्वार्थ। यही बेला गोर्खाका राजा पृथ्वीनारायण शाहले ठूलो सोच राखे। यी सबै राज्यलाई जोडेर एउटा बलियो देश बनाउने। यो केवल युद्ध जित्ने योजना मात्र थिएन, यो देशलाई जोगाउने र एक बनाउने सोच थियो। तर बाटो निकै कठिन थियो। छिमेकी राज्यहरूको विरोध, षड्यन्त्र र भारत र चीन जस्ता ठूला शक्तिको नजर पनि यही क्षेत्रमा थियो। अब कल्पना गरौं, यदि गोर्खाको अभियान बीचमै रोकिन्थ्यो, काठमाडौँ कहिल्यै जितिन्नथ्यो र पृथ्वीनारायण शाहको एकीकरण असफल हुन्थ्यो भने, त्यसो भए आजको नक्सामा नेपाल नामको एउटा ठूलो देश होइन, थुप्रै साना साना राज्य देखिन्थे। कान्तिपुर, काठमाडौँ आफ्नै राजा सहित, भक्तपुर, ललितपुर, गोर्खा, पाल्पा, भोजपुर, पोखरा सबैले आफ्नै नियम, आफ्नै सेना, आफ्नै सन्धि। यी राज्यबीच झगडा, सानो सानो युद्ध, कहिले मिल्ने कहिले टुट्ने सन्धि। सबैको ध्यान सुरक्षा र लडाईँमा, विकास र जनताको जीवनपछि। एकता नभएकोले सबै राज्य कमजोर हुन्थे र बाहिरबाट कसैले पनि सजिलै हस्तक्षेप गर्न सक्थ्यो। त्यो समयमा दक्षिणमा ब्रिटिसहरू भारतमा आफ्नो सत्ता फैलाइरहेका थिए। उत्तरतिर चीन, तिब्बत हुँदै आफ्नो प्रभाव बढाइरहेको थियो। यदि हिमाल क्षेत्र साना साना राज्यमा टुक्रिएको रह्यो भने यी सबै राज्य ब्रिटिस र चिनिया दबावमा पर्थे। ब्रिटिसले पश्चिमका राज्यसँग सन्धि गर्ने, पूर्वतर्फ आफ्नो प्रभाव बनाउने, चीनले उत्तरका उपत्यकामा दूत र सैनिक पठाउने। आजको जस्तो एक नेपाल भनेर उभिने देश हुँदैनथ्यो, बरु एउटै क्षेत्रमा धेरै साना सरकार र उनीहरूबीच प्रतिस्पर्धा र डर। जहाँ एकता कमजोर हुन्छ, त्यहाँ ठूला शक्तिहरूले सजिलै खेल खेल्छन्। हामी आफ्नो निर्णय आफै गर्ने मौका गुमाउँथ्यौं र अरूको इशारामा चल्नुपर्ने स्थिति आउँथ्यो। यदि नेपाल एकीकृत भएन भने व्यापार पनि टुक्रिन्थ्यो। एक राज्यबाट अर्को राज्य जान कर, रोकथाम, असुरक्षा, बजारी सामान महँगो, किसानको उत्पादन सानो ठाउँमै सीमित, पूर्वदेखि पश्चिमसम्मको बाटो खोजिने, कञ्चनजङ्घादेखि कालीगण्डकीसम्म एउटा क्रमबद्ध व्यापार मार्ग बन्ने थिएन। त्यसको असर जनजीवनमा ठूला रूपमा पर्थ्यो। हामीसँग सडक कम, स्कुल कम, अस्पताल कम र सूचनाको पहुँच पनि निकै सीमित। हरेक राज्य आफ्नो आफ्नो सीमाभित्रै अड्किन्थ्यो। ठूलो सोच, ठूला परियोजना, देशभरि फैलिने योजना आउने गाह्रो हुन्थ्यो। आज हामी भन्छौं, हामी नेपाली हौं। हाम्रो भाषा फरक, हाम्रो जात, धर्म, संस्कृति फरक फरक भए पनि हामीलाई जोड्ने एउटा साझा नाम छ, नेपाली। यो भावना नेपाल एक भएपछि बलियो भएको हो। यदि पृथ्वीनारायण शाह असफल भए भने हामी आफैलाई नेपाली भन्दा बढी कान्तिपुरे, भोजपुरे, पाल्पाली, पोखरेली भनेर चिन्थ्यौं। पर्वहरू पनि क्षेत्र अनुसार टुक्रिन्थे। साझा राष्ट्रिय उत्सव कमजोर हुन्थ्यो। हिमाल त एउटै हुन्थ्यो, तर हिमाल, पहाड, तराई हाम्रो हो भन्ने साझा गर्व बन्न गाह्रो हुन्थ्यो। त्यति बेला हामीसँग राष्ट्रको भावना होइन, साना राज्यहरूको जमघट मात्र हुने सम्भावना थियो। जब देश एक हुन्छ, त्यसले केवल नक्सा मात्र जोड्दैन, मानिसको मन पनि जोड्छ। हाम्रो देश, हाम्रो अधिकार भन्ने भावना यही एकताबाट जन्मिन्छ। तर यदि देश धेरै टुक्रामा बाँडिएको भए, हामी आफूलाई पहिले आफ्नो सानो राज्यका नागरिक मान्थ्यौं, त्यसपछि मात्र ठूलो क्षेत्र सोच्थ्यौं। बढी संकट बेलामा भूकम्प, बाढी, बाह्य आक्रमण सबैले मिलेर एकजुट भएर सहयोग गर्ने क्षमता कमजोर हुन्थ्यो। हाम्रो सोच हामी सबै मिलेर भन्दा हाम्रो मात्रैमा सीमित हुन सक्थ्यो। यसले समाजभित्रको विश्वास र सहकार्य दुवै कमजोर पार्थ्यो। इतिहास केवल पुराना कथाहरू होइन, भोलिको लागि सिकाइ हो। पृथ्वीनारायण शाहको सफलताले एउटा कुरा स्पष्ट देखाउँछ, एकता बिना बलियो राष्ट्र बनाउन सकिँदैन। अहिलेको दिनमा हामीलाई बन्दुक र तलवारले होइन, विचार, सहअस्तित्व र सहकार्यले जोड्छ। यदि हामीले आपसको सम्मान, संवाद र साझा लक्ष्य बिर्स्यौं भने देश टुक्रिने खतरा त नहोस् होला, तर मन टुक्रिन थाल्छ। अनि त्यही मनको विभाजन नयाँ प्रकारको असफलता बन्न सक्छ। यदि पृथ्वीनारायण शाह असफल भएका भए नेपाल केवल हराएर गएको नाम हुन्थ्यो इतिहासको कुनै पुरानो पानामा। तर उहाँ सफल हुनुभयो र आज हामी बाँच्दैछौँ जीवित इतिहासको रूपमा, एकताबद्ध नेपालीको रूपमा। यदि तपाईलाई यो भिडियो मन पर्यो भने द नेपाली टेकलाई लाइक र सब्स्क्राइब गर्नुहोस्।